guys, what's up? Welcome back to my channel guys. After long time पछि हैन भिडियो बनाउँछु गाइज। आज चाहिँ हामी होलिडे भएर हैन धेरै पछि होलिडे जान लागिरहेको छु। यहाँ इस्टरको होलिडे भएर लगभग हामी कति 4 दिन जति छुट्टी छ मेरो, अनि त्यही कारणले हामी चाहिँ घुम्न जाँदैछौँ गाइज। उता के अरे कप्स हबर भन्ने ठाउँमा। त्यता मेरो साथी पनि बस्छ, अनि त्यही भएर उसले नि आइज भन्यो, अनि त्यही हो गाइज। यता चाहिँ मेरो वाइफ, हामी दुईजना मात्रै हो गाइज। यता चाहिँ गाडी। सो गाइज अब त्यही हो, यता जानलाई कति लगभग म्याप हेरेको 5.5 आवर जति देखाएको छ। अब हेरौँ लेट्स सी। अब बिचतिर हामी यसो रोक्दै होइन ब्रेक लिँदै अब हाम्रो डेस्टिनेसनतिर लाग्दैछौँ गाइज। त्यही हो। ल अब हामी चाहिँ हाम्रो डेस्टिनेसनतिर लाग्यो है। कतिको एक्साइटेड बेबी? एक्साइटेड छ कि अब काममा मेरो त छुट्टी थिएन, त्यही भएर काम यसो मिलाएर जाम भनेर। हामी चाहिँ जाँदैछौँ, भर्खरै घन्टा जति ड्राइभ गऱ्यो होला। आज त के अरे यस्तो यो हाइवेमा पनि कति ट्राफिक परेको थियो बेबी। बल्ल ट्राफिक खुल्यो गाइस। ट्राफिक खुल्यो अब 110 को स्पिडमा छौँ हामी। त्यही हो, धेरै ट्राफिकमा पर्यो आज चाहिँ हामी। गाइस हामी अहिले चाहिँ यो रेस्ट ठाउँमा आइपुग्यो होइन। हाम्रो लगभग 3.5 ड्राइभ पछि हामी यहाँ रेस्ट गर्दैछौँ। ढाड पनि हल्का दुःख जस्तो फिल भयो। अझै छ लगभग 2 घन्टा जति ड्राइभ हामी त्यो ठाउँमा पुग्नलाई गाइस। अरू चाहिँ यस्तै हो होइन। यहाँ टोइलेट सलेट रहेछ रेस्ट ठाउँमा, टोइलेट सलेट हल्का। अनि त्यसपछि यता चाहिँ बेबी छ। हामी दुईजना मात्रै फर द फर्स्ट टाइम लङ ड्राइभमा हो आज, दुईजना मात्रै। यतिर छ मान्छेहरू पनि छ, यत्रो ट्रक होइन। यता चाहिँ हाम्रो गाडी छ होइन गाइज। त्यही हो। अब एकछिन अब 10 मिनट जति बस्छौँ हामी। 10 मिनट जति बसेर अनि फेरि हाम्रो गन्तव्यतिर लाग्नेछौँ गाइज। त्यही हो। अब उता पुगेपछि अझै भिडियोहरू कन्टिन्यू गर्छौँ होइन। के हुन्छ म अपलोड गर्दै के अरे रेकर्ड गर्छु, सबै हाल्ने कोसिस गर्छु, ट्राई गर्छु। त्यही हो गाइस। अब हामी हाम्रो डेस्टिनेसनतिर लाग्छौँ एकछिनपछि। किप वाचिङ है त। यो गाइस फाइनली हामी कप्स हबर पुग्न लाग्यो। आफ्टर 5 आवर्स ड्राइभ पछि, 5.5 आवर ड्राइभ पछि गाइस। त्यही हो, एक्लैले चलाउनु परेछ होइन 5 घन्टा। बेलुका चाहिँ गर्दन गर्दनमा चाहिँ घाँटी दुख्ला जस्तो छ। त्यही हो गाइस। विदिन 8 मिनट हामी मेरो साथीकोमा पुग्नेछौँ गाइस। त्यही हो। अनि त्यसपछि खाजा खाएर होलीतिर भोलि पर्सि यतै घुम्ने, रमाइलो गर्ने। अनि होलिडे सकेपछि ब्याक टु सिडनी हुने। अनि त्यसपछि काममा जाने, काम फेरि त्यसपछि स्टार्ट काम। त्यही हो गाइस। वाइट आउँदो रहेछ फेरि तपाईँको क्यामेराबाट त। वाइट के एकदमै वाइट। कलर पनि कस्तो राम्रो आएको छ के। यो गाइस हामी चाहिँ होइन अहिले के अरे साथी घर आइसक्यो होइन। साथी घर आएर अब एकछिन यहाँ बाहिरतिर घुम्न जान्छौँ। त्यही हो। अब यता रात पर्न लागिसक्यो। अब हिजो अब कति
6:30 अब भोलिबाट टाइम चेन्ज हुन्छ फेरि 1 घन्टा लेट त्यही हो उनीहरू बस्ने चाहिँ यहीँ यताको घर हो गाइस होइन यहाँबाट आउँदैछ उनीहरू हामी चाहिँ यहाँ बाहिरतिर एकछिन हावा खानलाई चिसो हावा खानलाई जान लाग्यो होइन अब के हुन्छ हेरौँ गाइस फिर आइज यताबाट जाऊँ रे किनकि यताबाट धेरै युज गर्दैन अरे बाटो भनेर त्यही हो गाइस अब कप्स अब घुम्छु होइन आज भोलि पर्सि गाइस चाँडा आइज भिडियो बन्दैछ है गाइस अब हाम्रो सम्झीले अब कहाँ घुमाउनु लाने हो थाहा छैन होइन कस्तो लाग्दैछ त गाइस भेटघाट लङ टाइम पछि आफ्टर एकदम रमाइलो छैन सफा चाहिँ मैले सफा गरेछ हिजो कि अस्ति हामी कहाँ जान लाग्यो सम्धी मटन बोट आइल्यान्ड ओके हामी सानो आइल्यान्डमा जाँदैछौँ त्यही हो भिडियो बन्दैछ कि अब युट्युब हाल्नु पऱ्यो नि त होइन बाटो थाहा छ म्याप है यो अगाडिको कुन यताको यहाँ 7 दिन बस्यो हामी उनीहरू 7 दिन बसेको मोटेल त्यही हो गाइस त्यो बुढी नकडाउन नगरिकन सिधै आयो भने यही हो वाउ भ्यू त खतरा आइरहेछ धेरै लाइट मलाई त यो ठाउँको सबै लोकेसन थाहा छ तिमी जहाँ जाँदा पनि गाडी चाहिँ चाहिन्छ क्या फेरि यहाँ तिम्रो ट्रेन छैन नि त यहाँ बसमा नि कस्तो छ थाहा छ हाम्रो त सिटीमा त तिम्रो ट्याप आउट गर्छ नि ट्याप आउट गर्छ होइन यहाँ त त्यस्तो होइन पहिले सुनै सोध्छ कहाँ जाने कहाँ ओर्लिने नेपालको जस्तो त्यो अनुसार पैसा चार्ज गर्छ क्या यहीँ केटोहरू बसेको नजिक 5 मिनट ड्राइभमै आउने छ होइन यस्तो खतरा ठाउँ होइन बवाल छ यार के रे ओए के हो यार खोलाको किनार हिँड्छु त्यो आइल्यान्डको त्यहाँ चित्तपुरको टावर देख्नु त्यहाँ चाहिँ यहाँबाट हेलिकप्टर राइड गरेर यहाँ ओर्लिने ए त्यो पनि जानुपर्छ यार त्यसको लागि चाहिँ अब हेलिकप्टरको पैसा दिनु पर्यो जाने भए जाउँ न त भोलितिर पर्सितिर गाइस होस् गाइस यहाँ खोला के अरे समुद्र होइन टक्क किनारमा टक्क होइन हावा खाँदै हिँड्दा चाहिँ बवाल रमाइलो हुँदैछ होइन यो छाला आउँला भनेर तर क्यामेरा क्वालिटी खतरा आएछ यार मतलब रातो आएछ कि तिमीहरू त्यो यो स्काई पनि त्यस्तो के अरे कलर पनि त्यस्तो भएर यही हो गाइस ओके गाइस हामी अब होइन पछाडिको भ्यू देख्न सक्नुहुन्छ पछाडिको भ्यू चाहिँ बवाल हो क्या अहिले पुरा कुहिरो लगाइरहेको छ होइन यहाँ तपाईँ पुरा छाल आइरहेछ होइन अनि हामी यो डाँडा कटेर जान्छौँ है अब यो डाँडापछि टक्क लाएर होइन माथि भ्यू हेर्छौँ अनि फर्किन्छौँ गाइस आजको होइन हाम्रो ब्लग यति नै हुन्छ होला सायद होइन त्यसपछि फेरि भोलि हुन्छ भोलि कहाँ घुम्न जान्छौँ सो हेर्दै गर्नु होला गाइस यताको भ्युजहरू होइन यस्तो बवाल छ पछाडिबाट मान्छे आइरहेको छु छैन अरे सम्झि मलाई खिचौँला नि यता चाहिँ बोट पार्किङ रहेछ होइन सिपहरू जाउँ गाइस लेट्स गो के भयो ढाड दुख्यो क्या क्यामेरामा आउँदैन आएको छ
अहिले गाइस अस्ट्रेलियाको 7 बजेको छ होइन पुरा नेपालले हेर्छ नि त होइन अहिले यहाँ अस्ट्रेलियामा 7 बजेको छ 7 बजेको भिडियो जस्तो हो गाइस होइन पुरै होइन रातै भएको छ होइन बत्ती गरेर ओइ बेबी कस्तो भइरहेछ त तिमीलाई रमाइलो भइरहेछ ठिक हो सो यो रमाइलो गर्न आयो रमाइलो गर्नु पऱ्यो नि त होइन किन भाइ कहाँ गएको बाटो छोडेर अट्दैन र 4 जना अडिहाल्छ नि यार